वेलकम ब्याक टु द एन्ड भिडियो। सो के छ सबैजना सन्चै हुनुहुन्छ होला होइन, अनि म पनि एकदमै सन्चै छु। सो अनि इट्स बिन लङ टाइम, अब बनाएको चाहिँ धेरै दिन भयो होइन। सो अहिले चाहिँ हामी इभी पुऱ्याउन जाँदैछौँ। इभी गाडी, इभीलाई चाहिँ BYD भनिन्छ, अब BYDको फुल फर्म चाहिँ बिल्ड योर ड्रिम हो। सो अहिले चाहिँ हामी हेर्छौँ, हामी कुनै चाहिँ यताबाट जाँदैछ। यु क्यान सी। अनि यो चाहिँ के भन्छ, हाम्रो यहाँदेखि कराला बोर्डर भनेर चाहिँ उता के भन्छ भन्सारसम्म चाहिँ पुऱ्याउनु पर्ने हुन्छ। अनि त्यहाँको चाहिँ हामीले जसलाई चाहिँ कति पाउँछ भने चाहिँ 1500 पाउँछ है। सो 1500बाट चाहिँ अब 300, 400, 500 जति चाहिँ हाम्रो गाडी फेरि माथि आउनुपर्छ नि, त्यसको गाडीको चाहिँ भाडा लाग्छ। अनि हामीले चाहिँ 1000 रुपियाँ पाउँछ, एउटा गाडीको चाहिँ 1000 रुपियाँ पाउँछ। सो यही हो। अनि अब मलाई चाहिँ लाग्छ अब यो चाहिँ हाम्रो त्यो के चाहिँ एकदमै अपर्च्युनिटी हो होइन। सो हामी यहाँबाट चाहिँ पैसा पनि कमाइरहेको छ, त्यही माथि अब लाखौँको गाडी पनि कुदाउन पाइरहेको छ होइन। सो यसो गाडीको कति पर्छ होला, सायद 70-75 लाख पर्छ होला सायद, आई थिङ्क। अनि चाहिँ अब फिक्स रेट चाहिँ थाहा छैन। सो यो अब यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ फुल स्क्रिन छ है। सो यहाँबाट चाहिँ गीत बजाउनु पनि मिल्ने छ। सो अनि यहाँ चाहिँ यु क्यान सी यता यहाँबाट चाहिँ यता भ्यू यहाँ चाहिँ अब टायर प्रेसर पनि हेर्न मिल्छ। अनि साथै यता यसो यहाँ यिनीहरू के पछाडि सिन पनि देख्न मिल्छ होइन। अब माथिबाट जाने अगाडि पछाडि सबै हेर्न मिल्छ। सो यही हो, अब सबैले कुदाइरहेको छ उता ज्याम छु। सो यही हो, यहाँ चाहिँ यो गाडीको चाहिँ स्पिड चाहिँ भन्नुपर्दा म स्पिड लिमिटमै छ। यो यु क्यान सी है 32 भन्दा माथि कुद्दैन कि यो बिचमा यो के भन्छ प्लेनमा चाहिँ होइन, सामुमा चाहिँ। सो अनि ओह्रालोमा त चाहिँ कुद्छ, डेन्जर कुद्छ, 60 एबभ जान्छ होइन। सो यहाँ चाहिँ यो स्पिड सेट अफ घट्नु मिल्छ होला आई थिङ्क है। सो अस्ति एउटा गुरुजीले भन्नुभएको चाहिँ 50 किलोमिटर कुदिसकेपछि अनि यसको स्पिड चाहिँ आफै इन्क्रिज हुन्छ अरे कि। सो त्यो चाहिँ अब सही हो कि छैन मलाई थाहा छैन, साथै मैले सुनेको चाहिँ त्यही हो है। यो इभीमा चाहिँ के छ भने चाहिँ इयर ब्रेक, तपाईँले इयर ब्रेक छ, सबै साइडमा चाहिँ इयर ब्रेक छ है। अनि अब फुल स्क्रिन त भइसक्यो। अनि त्यहाँ चाहिँ अब गीत बनाउनु मिल्छ, भिडियोहरू सबै हेर्नु मिल्दो रहेछ। अनि साथै हाम्रो यो के भन्छ एप्पल प्ले भन्छ नि, त्यो एप्पल प्लेमा चाहिँ कनेक्ट रहेछ। अब हाम्रो मोबाइलमा जे छ सबै स्क्रिनमै देखाउँछ अरे। अनि त्यही हो। अनि यहाँ चर्च गर्ने ठाउँहरू सबै छ। सो अब हामी यो चाहिँ माथिबाट चाहिँ ढुङ्गाहरू सफा गर्दै आइरहेको छौँ। सो इभी ग्रुप होइन, हाम्रो यहाँ सिजी ग्रुप, कराला सिजी ग्रुप भन्दै रहेछ होइन, हाम्रो ड्रेस नै छ होइन। सो अहिले चाहिँ हाम्रो ड्रेसहरू आज चाहिँ अलिक 4 भएछ क्या, यहाँ चाहिँ त्यही भएर चाहिँ आज धेरै जस्तो लागेको छैन। सो यो अनि हामी चाहिँ ढुङ्गाहरू हटाउँदै छैन, किनकि ढुङ्गाहरू भएपछि अब इभी गाडी नि त, इभी गाडीलाई चाहिँ अब केही असर नपरोस् भनेर चाहिँ हामी ढुङ्गाहरू सफा गर्दै आइरहेको छौँ। सो अब ढुङ्गाहरू भएपछि अब यहाँ चाहिँ के समस्या छ भने टायर पम्चर हुने होइन। अब गाडीले चाहिँ अब ढुङ्गाहरू यताउता यो ठोकेर चाहिँ स्क्र्याच हुने सम्भावना धेरै भएर चाहिँ हामीले ढुङ्गाहरू हटाउँदै आइरहेको छौँ। सो उता माथिबाट हटाउँदै अब हामी यहाँ भन्सारभन्दा अलि माथि पुगेछौँ होइन। सो अब हामी भन्सार पुग्न लाग्छौँ। सो हाम्रो सिजी ग्रुपवालाहरू चाहिँ रोकी यहाँ चाहिँ सफा गरिरहेछौँ होइन। यहाँ चाहिँ ढुङ्गाहरू खासै धेरै छैन। सो यो साम पनि यहीँ रोकिदिनु त।
हाम्रो इबी ग्रुप नाइस है अझ त नि जाम के फेरि अब हामी निस्किनु पर्ने हुन्छ यहाँबाट चाहिँ लाइन बाई लाइन सो अहिले चाहिँ हामी कतिजना छ होला त 10-15 जना छ होला होइन सो अस्ति पहिला चाहिँ हामी कति पहिला चाहिँ हाम्रो ट्रक ड्राइभर मात्रै 50 कति थियो कि फर्स्ट सुरुमा चाहिँ अहिले चाहिँ धेरै जस्तो अब हिउँदो भएर चाहिँ तल जानुभएको छ अहिले चाहिँ हामी यहाँ हिउँदो महिनामा बस्ने सिजियाहरू चाहिँ लगभग 10 देखि 15 सम्म होला अब उनीहरू पनि आउँछ होला सो अहिले चाहिँ यस्तो छ कि अब हिउँदो हो होइन पहिला चाहिँ हिउँदोमा हिउँ पर्ने यस्तो धेरै समस्या हुन्थ्यो अब झारो हुन्थ्यो अहिले चाहिँ हिउँदो जस्तै लाग्दैन कि अब न्यानो छ सो बिहान र बेलुका चाहिँ अलिक झारो छ सो दिउँसो त एकदमै न्यानो छ यस्तो धुलो रहेछ धुलै धुलो छ अहिले पनि घुम्ने मान्छेहरू आइरहेको छ भ्याकेन्सी यस्तो छ है अब हिउँदो महिनामा पनि अहिले घुम्ने मान्छेहरू टन्नै आइरहेको छ कि तपाईँको बसहरू त अब यस्तै एक दिनमा बसहरू 5 र कुनै कहिले 3वटा बस सँगसँगै आउने रहेछ क्या सो हिउँदोमा पनि घुम्न आउनेहरू चाहिँ टन्नै छ कोराला बोर्डरमा चाहिँ यता पनि ढुङ्गा छ होला यहाँ सफा गर्दैछ है सो फाइनल हामी चाहिँ पुग्न लाग्छौँ सो भान्सा रोड उहाँ तल छ सो हामी माथि छौँ सो फाइनल हामी पुगिसक्यौँ अनि उता अलिकतिहरू उता चर्च हुँदैछ सो यिनीहरू सबै चर्च गइसक्यो होइन सो 100% भइसक्यो र चाहिँ सो अहिले चाहिँ हामी फेरि माथि अब एक टिप हुन्छ कि 2 टिप हुन्छ त्यसले जानुपर्ने हुन्छ सो हामी बोलेर मात्रै पर्ने हुन्छ यही हो हामी त जाँदैछौँ That is